यो तिलको दाना जस्तो देखिएको यो चाहिँ तुलसी दाना हो, जसलाई बेजिल सीड्स वा सब्जा सीड्स भनेर पनि चिनिन्छ। यसलाई पानीमा भिजाउँदाखेरि चाहिँ यो जेली जस्तो बन्छ। यो भिजाइसकेपछिको तुलसी दाना हो। आज हामी तुलसी दानाले पाचन प्रणाली सुधार्न र तौल नियन्त्रणमा चाहिँ कसरी सहयोग गर्छ भन्ने कुरा सामान्य भाषामा बुझ्ने कोसिस गरौँ है त। तुलसी दानामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसलाई पानीमा भिजाएर खाँदा पेटभित्र जेली जस्तो चाहिँ फुल्छ, जसले पेटलाई शान्त बनाउँछ, जलन र ग्यास चाहिँ कम हुन्छ। फाइबरका कारण खाना सजिलै पच्छ, कब्जियत कम हुन्छ र पेट हल्का महसुस हुन्छ, जसले पाचन प्रणालीलाई सुधार्न चाहिँ सहयोग गर्छ। साथै तुलसी दानाले पेट छिट्टै भरिएको जस्तो महसुस गराउँछ र अनावश्यक खाने बानीलाई चाहिँ कम गर्छ। खाना राम्ररी पच्ने हुँदा यसले शरीरमा फोहोर जम्न दिँदैन र मेटाबोलिजमलाई चाहिँ सहयोग गर्छ, जसले गर्दा भोक नियन्त्रणमा रहन्छ र तौल सन्तुलनमा राख्न चाहिँ तुलसी दानाले सहयोग गर्छ। अब कुरा गरौँ तुलसी दाना सेवन गर्ने तरिकाको बारेमा। 1 चम्चा तुलसी दानालाई यहाँले चाहिँ चिया छान्नेमा राखेर मजाले सफा गर्न सक्नुहुन्छ र त्यस पछाडि चाहिँ 1 ग्लास पानीमा त्यो तुलसी दाना राखेर चाहिँ 15 देखि 20 मिनट चाहिँ भिजाउने र भिजिसकेको तुलसी दानालाई चाहिँ बिहान खाली पेटमा चाहिँ सेवन गर्न सकिन्छ।